यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब जिताङ र शिव आफ्नो रुम पार्टनर खोज्ने कुरा गरिरहेको हुन्छ र ठ्याक्कै जिताङको पछाडि एउटा गमला हुन्छ, तर एकचोटि रुम पार्टनर खोज्नेहरूलाई देखाउनु बित्तिकै गमला त गायब हुन्छ त बा आखिर कसरी? यो सिनमा एउटा फनी मिस्टेक छ। जब सत्यले शिवलाई माथि तानिरहेको हुन्छ तर माथि तान्दा समेत ठिकै छ, तर माथि ढकेल्दा हेर्नुहोस् त, होइन सत्यले मान्छे धकेलेको कि छेलो फालेको बुझ्नै सकिनँ त मैले। अनि सत्यले धकेल्दा पनि शिव पुरै हावामा उडिरहेको छ। यो सिन चाहिँ मलाई एकदमै फनी लाग्यो यार। अनि तपाईँलाई कस्तो लाग्यो आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। यो सिनमा शिव र जिताङलाई वार्डेनको अफिसमा देखाइन्छ। तब अहिले हेर्दाखेरि वार्डेनको ल्यापटप खुल्ला हुन्छ, तर अघिल्लो सिनमा जब वार्डेनलाई देखाइन्छ तब खुल्ला भएको ल्यापटप एक्कासी बन्द हुन्छ त बा आखिर कसरी? यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब सत्य र निशा लाइब्रेरीमा कुराकानी गरिरहेको हुन्छ तब त्यतिखेर सत्यको पछाडि कोही पनि हुँदैन, तर अघिल्लो सिनमा यो मान्छे अचानक कहाँदेखि प्रकट हुन्छ। बडो अचम्म छ। यो मुभीको स्टार्टिङमा मानव छेत्री एयरपोर्टबाट आइरहेको हुन्छ, तर हजुर एकछिन वेट, तर अघिल्लो सिनमा अचानक कार र मान्छे देखा पर्छ बा आखिर कसरी? यो सिनमा पनि एउटा ठुलो मिस्टेक छ। जब सत्य अनि निशा हजुरबालाई वृद्धाश्रममा भेट्न गएको हुन्छ तब त्यहाँ सिर्फ 3 जना मान्छेहरू मात्र हुन्छ, तर एकछिन वेट, अघिल्लो सिनमा यो मान्छे अचानक कहाँदेखि प्रकट हुन्छ। यो सिनमा पनि एकदमै सानो सेन्सिटिभ मिस्टेक छ। जब हिरोले भिलेनको टाउको वालमा ठोकाउँछ, तर एकछिन वेट, हिरोले भिलेनको टाउको वालमा ठोकाउँदा त केही भएको छैन त बा आखिर कसरी? न त चोटपटक लागेको छ न त रगत नै आएको छ। होइन यो रगत नआउनुको कारण चाहिँ के होला? सो तपाईँहरूले यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब चाँडै नेक्स्ट भिडियोमा भेट्ने होला। सो तबसम्मको लागि बाई बाई।